सभामुखज्यू र दाङ जिल्ला क्षेत्र नम्बर 1 बाट निर्वाचित प्रतिनिधि सभा संसद साधना अधिकारी, आज हामीले छलफल गरिरहेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक केवल एउटा कानुनी विषय मात्र होइन, यो नागरिक र जातीय बीचको सम्बन्ध कस्तो हुने हो भन्ने मूलभूत प्रश्नसँग जोडिएको विषय हो। सामाजिक सञ्जाल अहिले नागरिकको आवाजहरू व्यक्त गर्ने प्रमुख माध्यम बनेको छ। शिक्षादेखि व्यवसायसँग, राजनीतिदेखि पत्रकारितासँग, नागरिक सचेतनादेखि सामाजिक रूपान्तरणसम्म आजको पुस्ताले प्रयोग गर्ने प्रमुख उपकरण यही हो। यस्तो माध्यमलाई व्यवस्थित गर्ने उद्देश्य सही भए तापनि प्रस्तावित विधेयकले ल्याएको संरचना हेर्दा नियमभन्दा बढी नियन्त्रणको आकांक्षा बढिरहेको छ। विधेयकको गम्भीर पक्ष यसको अस्पष्टता र भाषिक समस्या हो। हानिकारक, असमझले, अवाचित शब्दहरूलाई कसरी परिभाषित गर्ने भन्ने स्पष्ट छैन। कानुनमा अस्पष्टता हुँदा त्यसको प्रयोग मनपरी ढङ्गले हुन सक्छ। राज्यको आलोचना पनि मन नलागेमा हटाइने, रोक लगाइने वा कारबाहीको दायरामा पारिने अवस्था सृजना भयो भने नागरिकको स्वतन्त्रता गम्भीर जोखिममा पर्छ। लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता प्रशंसा गर्न मात्र होइन, असन्तुष्टि र विरोध व्यक्त गर्न पनि हुन्छ। विधेयकले नियमन, अनुगमन र कारबाहीको सबै अधिकार एउटै सरकारी निकायलाई दिएको छ। यसले सत्तापक्षले इच्छा अनुसार टिप्पणी, आलोचना वा विरोधकारक सामग्रीलाई हटाउन सक्ने जोखिम सक्छ। यसबाहेक विधेयकले सामान्य प्रयोगकर्तालाई पनि अपराधीकृत गर्ने खतरा बोकेको छ। ग्रामीण क्षेत्रका युवाहरू वा सामान्य प्रयोगकर्ताले अन्जानेमा गरेको अभिव्यक्तिले कठोर सजाय भोग्नु परेमा समान अवसर र न्याय दिने होइन, डर र अनिश्चितताको वातावरण बनाइदिन्छ। अपराध रोकथाम आवश्यक छ, तर दमनकारी प्रवृत्तिबाट होइन। यस आधारमा यस विधेयकको संरचना, दर्शन र प्रक्रियामा पुनर्विचार आवश्यक ठान्दछु। यस विधेयकको उद्देश्य जुनसुकै भए पनि यसले प्रति व्यक्तिको वैयक्तिक स्वतन्त्रता र अभिव्यक्तिमाथि नै प्रतिबन्ध लगाई संविधान विपरीत जान खोजेकाले सकेसम्म यसलाई खारिज गर्न माग गर्दछु। अब माननीय श्री उत्सव विश्वकर्मा। सम्माननीय सभामुख महोदय, मरुकुम पश्चिम जिल्ला क्षेत्र नम्बर 4 बाट निर्वाचित प्रतिनिधि सभा सांसद पुष्प विश्वकर्मा। आज हामी एउटा यस्तो विधेयकबारे छलफल गर्दैछौँ जसको प्रभाव केवल एउटा कानुनी धारा उपधारा सीमित हुँदैन। यसको प्रभाव नागरिकको आवाज, स्वतन्त्र र लोकतन्त्रको भविष्यमाथि प्रत्यक्ष पर्छ। त्यसैले यो विधेयक सामाजिक सञ्जाल सञ्चार प्रयोग तथा नियमन विधेयक हामीले अत्यन्त सावधानीपूर्वक हेर्नुपर्ने विषय हो। मान्य सभामुख महोदय, मेरो पहिलो प्रश्न के हामी नागरिकको आवाज सुरक्षित गर्ने कानुन बनाउन लागिरहेका छौँ कि आवाज दबाउने कानुन पास गर्न लागिरहेका छौँ? यस विधेयकले गर्न खोजेको प्रमुख कुरा के हो भने आलोचना गर्नलाई थुनिने, असहमत जनाउनु, अगाडि नै मानिस जनाउनु र सरकारप्रति प्रश्न गर्ने आधार कमजोर बन्छ। त्यसैले लोकतन्त्रमा सरकारले सुन्नुपर्छ, उत्तर दिनुपर्छ। भय देखाएर मुख बन्द गराउनु लोकतन्त्र होइन, नियन्त्रण हो। यस विधेयकले अभिव्यक्ति स्वतन्त्रमाथि प्रत्यक्ष चोट पारिएको छ। यस विधेयकमा प्रयोग भएका शब्द अशोभनीय, राष्ट्रविरुद्ध, सामाजिक सद्भाव भङ्ग यी सबै व्यापक र अस्पष्ट छन्। जब शब्द अस्पष्ट हुन्छ व्याख्या सत्ताको हातमा पुग्छ। आज आलोचनालाई अशोभनीय भनियो, भोलि व्यङ्ग्यलाई राष्ट्रविरुद्ध भनियो, आवाजलाई कानुन विरोधी बनाइयो भने यसले नागरिक जनाउँछ, समाज मौन बस्छ र सत्ता शक्तिमान बन्छ। त्यसैले मान्य सभामुखज्यू, अविस्पष्ट भाषा भएको विधेयक स्वतन्त्र मर्नको निम्तो हो। यो विधेयकले सामाजिक सञ्जाल प्रयोगकर्ताका व्यक्तिगत डाटा, गतिविधि, च्याट, स्थान सबै कुरामा प्रवेश गर्न सरकारलाई अधिकार दिन्छ। यो के हो? नागरिकले आत्मा
सम्मान सहित बाँच्ने अधिकार छ। सरकारले हरेक कदममा पछ्याउने व्यवस्थालाई कानुनी पोषकमा स्वीकृति दिन मिल्दैन। विधेयकमा कसले नियमन गर्छ, कसरी प्रमाण खोजिन्छ, डाटा कसरी सुरक्षित हुन्छ, प्लेटफर्मले कस्तो जिम्मेवारी वहन गर्छ, यी मूलभूत कुराहरू स्पष्ट छैनन्। अस्पष्ट कानुनले सदैव शक्तिशालीलाई बलियो र कमजोरलाई कमजोर बनाउँछ। त्यसैले यसका प्रावधानहरू व्यावहारिक होइन, दमनकारी र मनलाग्दा छन्। स्वतन्त्रले हुन्छ। मान्य सभामुखज्यू, सामाजिक सञ्जाल केवल मनोरञ्जन होइन, यो नागरिकको आवाज हो। स्वतन्त्रता हो, चेतना हो। संस्थासँग सहमत हुनेलाई मात्र स्वतन्त्रता दिँदा यो त्यो देश लोकतन्त्र होइन, त्यो देश डरको शासन हुन्छ। हामीलाई सरकारले मन पराउँछ पराउन भन्ने होइन, नागरिकले बोल्ने प्रश्न गर्ने असहमत हुन स्वतन्त्र छ कि छैन यसबारे महत्त्व राख्छ। हामी प्रतिपक्षको स्पष्ट धारणा छ कि हामी नियमनको विरोधी होइनौँ, हामी दुरुपयोग गर्न कानुन आवश्यक छ भन्ने बुझ्छौँ। स्वीकार्ने हुँदैन। सरकार सुरक्षाको नाममा स्वतन्त्र साट्ने अधिकार कसैसँग छैन। त्यसैले मान्य सभामुखज्यू, प्रतिपक्षको स्पष्ट धारणा छ कि यो विधेयक हालको रूप लोकतान्त्रिक मान्ने विपरीत नागरिक अधिकार विरोधी र दमनकारी छ। त्यसैले यो पारित हुनु हुँदैन। कानुनले सत्ताको होइन, नागरिकलाई सुरक्षा दिनुपर्छ। कानुनले आवाज सुन्नु होइन, सुनिश्चित गर्न मद्दत गर्नुपर्छ। कानुनले डर पैदा गर्न होइन, अधिकार सुनिश्चित गर्नुपर्छ। यो अवस्थामा जनता भन्दा सरकार बलियो, आवाज भन्दा नियन्त्रण बलियो, स्वतन्त्रता भन्दा निगरानी बलियो बनाउने प्रयास देखिन्छ। त्यसैले यो विधेयक फिर्ता लिनुपर्छ। व्यापक परिमाण नागरिक अधिकारलाई केन्द्रमा राखेर नयाँ मस्यौदा बनाउनुपर्छ। यति भन्दै मेरा भने यो अधिकृत माननीय सदस्यहरू, यो अधिवेशनको दोस्रो बैठक यही समाप्त हुन्छ। अर्को बैठक ठीक 12 बजे बस्ने बेहोरा जानकारी गराउँछ।